हैन त तपाईँ? हजुर उहाँ जेठो भाइ। जेठो दाइ उहाँ माइलो। हामी 3 भाइ बनाउँदैछौँ। तपाईँ जेठी भाउजू। म जेठी भाउजू। ससुरा बा पनि है ल ल ल फसाइदियो। सबै छेलिएले नछेला मेरो ससुरा बुवा हुनुहुन्छ। हामी सबैको ससुरा बाबा। ल ल ल सबै हामी सबैको ससुरा बाबा। बाबु आउनु नि तपाईँ नबसे त नरमाइलो। ल ल हाल्नुहुन्छ नि यो जोडेर। स्प्राइट टी बिउको स्पोन्सर चाहिँ हाम्रो जडे दाइ हुनुहुन्छ है। जडे दाइले 27 पैसा ल्याउनु छ। अर्को जोडीदेखि चाहिँ फ्रेस जुस लिएर आइछ है स्पेशल मेरो लागि। म तिमीलाई मन पर्छ चाहिँ मुखाले भन्ने अनि व्यवहारमा पनि मन पर्छ देखाउनु। जुस तपाईलाई कसरी भयो? कस्तो उहाँको जुस पसले हो? हो फलफुल पसल हो। ल फलफुलकै जुस एक ग्लास ल्याइदिनुस् है त मलाई एकचोटि। ओके हुन्छ गर्नु। ल ल ल ल ल ल ल ल ल आइहाल्छ अनि। एकै घुटको हानी खान्छु ल सबै ल अब यो इन्टरभ्यू सत्यता पनि बनाउ। ल लिनु न हजुरले। ल ल ल बुवा हजुरको कति सालमा डेब्यु रे यो क्षेत्रमा? 2035। हजुरको आधी उमेर। म त यो धरतीमा आउने सुर सारै थिएन अब के भन्नु। त्यसरी नढाँट्नु। कति सालमा डेब्यु यो क्षेत्रमा? मेरो त अब वर्ष मिलाइहाल्छ नि दर्शकले यहाँ। होइन म त बाल कलाकारदेखि हो। म आफै 20 वर्ष भइसक्यो। 7 वर्षदेखि गरेको। 20 र 7 27 सँगै अभिनय गर्न पाइएको छ। के छ म त एकदम आइम सो ह्यापी बासँग झन् एउटा पियर भएर हामी जुरा जोडी भएर कुरा। त्यसको लागि तपाईहरुले हैन मलाई धन्यवाद दिने हो। हाम्रो टेक्नोलोजीलाई पनि धेरै धेरै धन्यवाद। हजुर हाम्रो बासँग जोडीमा पनि बाला कस्तो राम्रो सुट गरेछ है। बाचा 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 ल ल जय बाचा। ल तपाईको कति सालमा डेब्यु? धरतीमा हैन के बा यो क्षेत्रमा? भर्खर हैन उहाँको कलाकारै हो उसको पनि। पहिला खेलेर थन्किनु भयो। उहाँ स्कुलतिर पढाउन थालेपछि बिजुल। ल तपाई कति सालमा डेब्यु? सालै बिर्स्यो मैले त। उमेर भन्दा साल बढ्यो तपाईको? दिदी गोलमाल कहिले म 2061 साल। बिर्स्यो। 6-7 वर्ष चैत 1900 भयो नि। भयो 6-7 वर्ष होइन कलाकार क्षेत्रमा पनि बुढा। त्यही त हो नि। कति सालमा रे? 2061 साल। ए कुन खेल्नु भएको थियो पहिलो थाहा छ? पीर। ए बा हजुरको पहिलो डेब्यु भनिदिनु। सडक नाटक कि यस्तै थियो? सडक नाटक। सडक नाटक नाम भन्न मिल्छ बा? सच्चा प्रेम। सच्चा प्रेम। हजुरको अस्मिता दिदी तपाईको? म त त्यो एडहरु थियो अनि तपाईले दिमागमा आएको पहिलो भन्नु न अरु छोड्दिनु। हजुर ठुली भएपछि बुझ्ने भइसकेपछि बुझ्ने भइसकेपछि थोरै भए पुगिसरी थियो। जीवन चक्रहरू थियो। फेरि ठुलो अझ अनि म्याच्योर्ड भइसकेपछि अलिक टिनेजर 15-16 वर्ष भइसकेपछि फेरि जीवन चक्र खेल्ने हिरोइन भएर त्योभन्दा अगाडि बच्चा क्यारेक्टर गरेँ। हजुर त्यस्तैबाट सुरु। त्यस्तै तपाईले? मैले त पहिले खेले भन्नु पर्यो नि। पहिले खेल्यो भन्नु पर्यो। म त्यस्तै जडेको एक्टिङहरु देखाउँथे। अब हैन तपाईलाई आज यहाँ ल्याकै उहाँ हो त जडेसँग भेटाउनलाई। अब यहाँ क्यामेरामा रेकर्ड भइरहेछ बा पहिलोचोटि यो भनिदिनुस्। छोरी मलाई दिँदा तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न? खुसी छु नि। बाले दिएको हो कि तपाईले भगाएर लगेको त्यो कुरा मात्रै याद गर्नु। दिएको भए खुसी। यो रेकर्ड छ। खुसी भइदिनु पर्यो हैन भगाएर हैन मागेरै बिहा गरे। मन परापर भएर पहिला बुवाहरूलाई नि भनेर उ गरे। ल यहाँ हाम्रो क्यामेराम्यान सर हुनुहुन्छ। किन बिजी हो? सबैजना छ। हाम्रो चाहिँ सुटिङ रमाइलो हुन्छ। कति मिनट चाहिने हो तपाईँलाई? कति मिनट चाहिने हो? 8-10 जति भयो नि हुन्छ सबैलाई। तपाईलाई सबभन्दा मनपर्ने बाको थेगो भनिदिनु त। फिल्म सिरियल सबै मध्येमा एउटा मनपर्ने डाइलग भनिदिनु त। भनिदिनु नि त झट्ट आउने। ल ल भन्नुहोस् ल। हजुर मालिक आई लभ यु टु। ल ल ल ल यो रेकर्ड छ है। ल यो रेकर्डै हो। ल ल ल ल
होइन ल ल ल ल ल अनि अब यहाँ हेर्नु बा यस्तो चिज देखेपछि तपाईँको छोरीले हेरिसकेपछि अनि किन झगडा हुन्छ भने त म त पछाडि छु हुने त होइन ल म त अराउने मात्र हो अनि त्यही भएर कारण यही हो सबै आज हामी गोलढुङ्गामा छौँ होइन एकदम राम्रोसँग बाचाको सुटिङ भइरहेछ हजुर सबैजनाले बाचा गर्ने ल हामी हेर्छौँ बाचा सिरियल भनेर हामीले पनि बाचा ल अब तपाईँहरूले हामी यहाँ सिनियर कलाकारहरू हुनुहुन्छ होइन भेटघाट भएको छैन ल अस्मिता दिदीले भनिदिनु त बाचामा को कलाकार हुनुहुन्छ तपाईँले कतिको हेर्नु हुँदो रहेछ हाम्रो मेरो पियर भइहाल्नुभयो रामचन्द्र दाई म स्वयं भइहालेँ विनोदजी शीतलजी अनि हाम्रो समिता रिजाल हजुर सबैजना हुनुहुन्छ ल हेर्नु भएको छ धेरै धेरै धन्यवाद दिदी सबभन्दा धेरै माया चाहिँ हजुरलाई के को लाम्छ थुम्कीको मलाई त मेरो कला क्षेत्र मैले आफू गरेको सबै मैले अहिले एक्ट गरिरहेको पनि मनपर्छ सबै मनपर्छ मलाई यो त्यो भन्ने नै छैन तपाईँलाई भने बाला नि बा हजुरलाई जीवनकालमा यो हुन त सबै सन्तान आफ्नो बराबर भन्छन् हात कौला बर बालाई च्वास्स एकदम भनिहालौँ बोलिहालौँ भन्ने डाइलेक्ट इतिहासमा अहिलेसम्म आइपुग्दा जुन बालाई मन पर्ने के आफ्नो डाइलेक्ट धेरै छन् सबै अब एक छन् आफूले अनि भए पनि टक्क लाग्छ होला नि त आफूलाई यो चाहिँ मैले खत्रै लाग्छ आफूलाई पनि भन्ने खालको अब त्यस्तो छैन सबै आफ्नो आफ्नो ठाउँमा सबै ठिक छन् हजुर अब सबैको डायलग भनेर साध्य लाग्दैन आफ्नो सिर्जनाहरू सबै बेस्ट अनि एक जमानामा कस्तो थियो भने बालाई अहिले जहाँ पनि बा सिनियर सिरियलमा होइन फिल्ममा चाहिँ एक जमानामा के थियो भने रायमाल हिरो करिश्मा मानन्दर हिरोनी अनि सुनिल थापा भिलेन हजुर चाहिँ भिलेन जम्जा हुनै पर्ने यो के रोग भए यस्तो यो होइन अब त्यो चिनु फिल्ममा हजुर शम्भुको क्यारेक्टर हजुर गर्ने अवसर पाएँ हजुर तर त्यो बालाई छोटो रोल थियो अरे होइन जम्मा त्यो अर्काले नखेले भएर पाउनु भएको अरे शम्भुको क्यारेक्टर रहेछ मलाई चाहिँ स्कुलको पाले भनेर भन्नुभएको थियो डाइट सारले तुलसी घिम्रे डाइट सारले अनि असिस्टेन्ट अमर शैलीले त्यही भन्नुभएको थियो अनि स्कुलको पाले छ 3-4 दिनमा सिद्धिन्छ है भन्नुभएको थियो हस् भने अनि पोखरा सुटिङमा गइयो गएपछि सुनिल थापा आउनुभयो बम्बईबाट हजुर ए बम्बई बस्नुहुन्थ्यो पहिला बम्बईबाट सिधै पोखरा आउनुभयो बस्नु अनि सुटिङ सेड्युल राख्नु भएको रहेछ यताबाट हजुर हाम्रा आदरणीय सन्तोष पन्तजी जानुपर्ने रहेछ ए त्यति बेला सन्तोषजीको सिरियल चलिरहेको थियो हिजो आज कुरा होइन विमान चालक ए त्यो त दोस्रो हो हिजो आजको कुरा विमान चालक चलिरहेको थियो हजुर अनि अरू पनि थियो उहाँको हजुर एकदम व्यस्त यो बा कति साल 46 47 45 सालको कुरा हजुर अनि उहाँले भ्याउँदिन भन्नुभएको छ हजुर उहाँले नभ्याएपछि त्यही आन्तरिक कुरा हुँदाखेरि हजुर अमर शैलीले अब निर्माता साहबहरूले कुरा हुँदाखेरि हजुर रामचन्द्र गुरुलाई खेलाउँ भनेर हजुर भन्नुभएको छ र अनि त्यो चिनुको सम्मु क्यारेक्टर मैले गर्ने अवसर पाएँ हजुर बेस्ट छ एकदम राम्रो छ अब त्यो सम्मु क्यारेक्टर फिल्मै ऐतिहासिक बन्यो हिट भयो हजुर अहिलेसम्म के अब 200 दिन चलेको फिल्म हजुर इतिहासमा फिल्मी इतिहासमा 200 दिन चलेको रिपिट गर्दाखेरि पनि 100 दिन चलेको फेरि 2-3 वर्ष 3-4 वर्षपछि रिपिट गर्दाखेरि विश्वज्योतिमा 100 दिन चलेको रिपिट गर्दा पनि मलाई लाग्छ त्यहाँ हुन त त्योभन्दा अगाडि पनि चलचित्रहरू बनाएका थिए त्यो क्यासेटमा गीतको क्यासेटमा डायलग शुद्ध बिक्री भयो चिनु डायलग शुद्ध गाई जात्रा बिक्री हुने चलन थियो त फिल्मै बिक्री हुन पहिलो चिनु क्यासेट अडियो बिक्री हुन गीती क्यासेटमा हजुर बिक्री हुन थाले बिक्री भएको चाहिँ चिनु हजुर भने 45 साल भनेपछि अब त्यसमा मैले भिलेनको चम्चाको क्यारेक्टर
हजुर राते काइलाको त्यो पछाडि जे होस् बाको त फर्स्ट होइन होला हाम्रो राते काइलाको फर्स्ट फिल्म होइन नेपाली चाहिँ नेपाली पनि उहाँले दार्जिलिङबाट बनेको खेल्नु भएको छ क्यारे हजुर जस्तो लाग्छ हजुर फुल भिलेन भएर खेलेको चाहिँ फर्स्ट फिल्म ल यति टुङ्गे आइ बा मैले थोरै बजेट दिएर बोलाएछु त हाम्रो बाचा हेर्नु पर्यो क्या हो ल बाचा सिरियल सबैजनाले हेरिदिनु होला जहाँ हुनुहुन्छ देश विदेश सबैजनाले बाचा अफिसियल युट्युब च्यानलमा आउँछ हेरेर माया गरिदिनु होला हजुरहरूले मलाई अरू अरू सिरियलमा एकदम अत्याधिक रूपमा रुचाइदिनु भएको छ बाचा सिरियल हेरेर अझ धेरै हजुरहरूले बाचा गर्नुहुन्छ जहिले हामी यो बाचा हेर्छौँ भनेर है घोप्टेलाई पनि भनिदिनु घोप्टे तैँले बाचा सिरियल हेर्दे है सबैजनाले घोप्टे घोप्टे भन्छन् फेरि तँ चाहिँ नहेर्ने अरूलाई केटीलाई मलाई मात्रै हेर्नु ल हेर न गङ्गा अब तिम्रो नन्दले पनि हाम्रो छोरासँग बिहे गर्न मानिन हाम्रो छोराले पनि तिम्रो नन्दसँग बिहे गर्न मानेन हेर न गङ्गा अब तिम्रो नन्दले पनि हाम्रो छोरासँग बिहे गर्नै मानिन हाम्रो छोराले पनि तिम्रो नन्दसँग बिहे गर्न मानेन अब हामी गार्जनले चाहेर मात्रै त के नै हुने रहेछ र यदि तिम्रो नन्दले हाम्रो छोरासँग बिहे गरेकी भए सुख सुखमा जिन्दगी बित्ने थियो हाम्रो छोरा पनि तिम्रो नन्दसँग बिहे गरेको भए सही बाटोमा लाग्थ्यो उसको भविष्य उज्जवल हुन्थ्यो भन्ने सोचेका थियौँ हामीले तर के गर्नु सोचे जस्तो काहीँ नहुने रहेछ वन्दना काकी मलाई पनि यो कुरा हजुरलाई कसरी भनौँ भएको थियो हजुर आफूले भन्नुभयो मलाई ढुक्क भयो आकाशले पनि मान्नु भएन के गर्नु त नानी अब हामी बाउआमाको खुसी भनेकै छोराछोरीको खुसी हो हामीले मात्र चाहेर केही हुँदो रहेछ हुन त हो नि छोराछोरीको खुसीको लागि बाबुआमाले हारिन्छ भन्थे हामी त हारिसक्यौँ गङ्गा मैले मेरो छोरालाई कति सम्झाएँ शारदासँग बिहा गर भनेर कति पटक भने मैले जति राम्रोसँग सम्झाए पनि उसले मेरो कुरा कहिल्यै बुझेन मैले उसको भविष्य उज्जवल होस् भनेर यही बिहाको कुराको लागि हात समेत उठाउन खोजे तर उसले मलाई नराम्रोसँग वचन लायो गङ्गा यदि तपाईले हात उठाउने हो भने आफ्नै सन्तान जन्माउनुस् न यदि तपाईले गाली गर्ने हो भने आफ्नै छोराछोरी जन्माएर गाली गर्नुस् न मलाई किन गाली गर्नुहुन्छ भनेर उसले मलाई सौतनी आमाकै नजरले हेर्यो त्यसपछि मेरो मन साह्रै भाँच्यो गङ्गा म त उहाँको मुख हेरेर मात्र त्यो घरमा बसेकी हुँ नत्र हो भने त्यो प्रवासको बानी बेहोराले त म अस्ति नै त्यो घर छोडेर गइसक्ने थिएँ त्यही भएर मैले पनि उसलाई बल गरिनँ ऊ जे गर्दा रमाउँछ जे गर्दा खुसी हुन्छ गरोस् भनेर छोडिदिएँ मैले वन्दना काकी हजुरहरूसँग सम्बन्ध जोडिनु भयो भनेर तर के गर्नु नन्द हो जबरजस्ती गर्नु भएन बहिनी भएको भए त गर्नुहुन्थ्यो नि उहाँको दाजु बहिनी मिलिहाल्नुहुन्छ फाल्टु मै हुने हो त्यही त भने नि ल मिलेन बिहान खाना खाने बित्तिकै यस्तो 2 गाँस टिपेर हिँडेका बुढा अहिलेसम्म आइपुग्दैनन् भने झन् नजाऊ है बुढो नजाऊ 2 गाँस खाना टिपेर हिँडेका बुढा अहिलेसम्म आइपुग्दैनन् मलाई सबै कुरा थाहा भइसक्यो कहाँ गए भनेको त यिनलाई आउन मात्रै न मैले जानेकी छु मलाई त गाउँका मान्छेले सुनाउँदैन भन्ठाने होला नि
भगवान के भयो के भुटभुटाएर बसे कि मलाई तपाईसँग बोल्नै मन छैन नबोल्नु मसँग किन नबोल्नु तपाईँ कहाँ जानु भएको थियो भन्नु त मलाई गाउँ डुलेर आउँदैछु अलिकति ढिलो भयो गाउँ डुलेर आउँदैछु अलिकति ढिला भयो अरे मलाई थाहा हुँदैन यो गाउँमा सबै मेरा शत्रु त छैनन् नि मित्र पनि छन् हजुरले मेरो आँखा चलेर हजुरको जेठी बुढीलाई भेट्न जानु भएको थियो होइन अरे भोलेनाथ कहाँबाट म जेठी बुढीलाई भेट्न जानु गाउँ डुलेर आउँदैछु भनी त मैले भयो मलाई भयो दिदी भयो भयो मलाई धेरै नडाट्नुहोस् मसँग झुट नबोल्नुहोस् बरु यथार्थ कुरो के हो त्यही भन्नुहोस् तपाईँ जेठीकोमा गएको हो कि होइन गल्ती भयो गएको थिएँ बुढी गएको थिएँ माफ गरिदेऊ न मलाई माफ गरिदेऊ किन माफ गर्नु हजुरलाई मैले यदि हजुरलाई त्यही जेठी चाहिन्थ्यो भने मलाई किन बिहा गर्नुभयो उसैसँग गएको भए भइहाल्थ्यो नि ए बाबा म भेट्न मात्रै गएको हो नि बस्न त बसिनँ नि म मेरो बुढी कहाँ आइन म होइन हजुरले मलाई घात गर्नुभयो एक त बिहे गर्ने बेलामा मेरो बुढी छैन म एक्लै छु मेरो घर बर्बाद भयो भनेर आफ्नो छोरी समानको मान्छेलाई लोभ लालच देखाएर मैले जीवनमा सुख पाउँछु भनेर हजुरसँग बिहा गरेर आएको अहिले आखिर अन्तिममा आएर हजुर जेठीकैमै जानुभयो होइन ए बाबा मैले तिमीलाई दुःख दिया छ त म तिमीलाई सुखैसित राखिरहेको छु त राख्छु पनि हजुरले मेरो मन मेरो भावनालाई बुझ्नु नै भएन मलाई धन सम्पत्ति बरु केही पनि चाहिँदैन मलाई हजुरको साथ चाहियो बाउ आमा छोडेर आफ्नो बाउको जस्तो उमेरकोसँग बिहा गरेर आए अहिले जेठीसँग गएर अबदेखि म कहिले पनि भेट्न जान्न उसलाई भयो तपाईँ त जेठीलाई भेट्दिन भनेर मसँग बाछा गर्नुहोस् अनि मात्रै म हजुरको कुरा मान्छु कसम खाएर भन्नुहोस् आजदेखि उपरान्त म जेठीलाई भेट्दिन भनेर ल बाबा ल तिम्रो कसम अब म त्यो बुढीलाई भेट्न जान्न जेठी बुढीलाई भयो अनि अर्को कुरा हजुरलाई त जेठी बुढीले जाने बित्तिकै अंश माग्नु होला नि त छोराले पनि रात दिन यो सारा सम्पत्ति मेरो नाममा पास गर्दै भनेको भने हुन्छ त ती सारा सम्पत्ति उनीहरूकै नाममा पास गरेर आउनुभयो हजुर उनीहरूलाई दिनुपर्ने उनीहरूको हक लाग्ने दिउँला त्यो छोरालाई नि पञ्चायत दिउँला बुढीलाई नि पञ्चायत दिउँला तिमी र म यो घरमा बसौँला भयो हेर्नुहोस् भोलि उनीहरूलाई नि पन्छौँला उसलाई पनि पन्छौँला भन्दा भन्दै जिन्दगीमा हजुर सबैतिरबाट पन्छिनु होला एउटा कुरा याद गर्नुहोस् हजुरको आफ्नो उमेरको पनि याद गर्नुहोस् मेरो त उमेर छ बेला छ वयस छ दुःख सुख जसरी पनि खाउँला यदि हजुरलाई हजुरको जेठी बुढी हजुरको छोराले छोडे केही कथा मलाई पनि चित्त नबुझेर हजुरलाई नै मैले छोड्नुपर्ने दिन आयो भने हजुर के गर्नुहुन्छ त्यसो नभन बन्दना तिमीले पनि छोडेर गयो भने त म मरिहाल्छु नि मेरो बाँच्ने आधार के भन त त्यही भएर मलाई अरू केही चाहिँदैन मलाई यति भाषा गर्नुहोस् आजदेखि उपरान्त वन्दना तिमीलाई नभनिकन म यो घरबाट निस्केर कहीँ जाँदिनँ भनेर भन्दिनँ म जान्न म यहाँ जान्न बाचा भयो मेरो डराउ न त अबदेखि तिमीलाई नसोची म गाउँतिर नि जान्न त्यो जेठी बुढीलाई त म जिन्दगी बाँचुन्जेल भेट्दिनँ भयो मलाई साह्रै भोक लागिरहेको खानु जाउँ केही बनाऊ खानु पर्छ मिठो खाजा बनाऊ खाऊ अनि बसौँ बुढाबुढी नमस्ते सम्पूर्णमा हाम्रो अस्मिता बस्नेत दिदीकोमा हो यो घोप्टे भनेर बनाउनुहुन्छ दिदीले अब उहाँको घोप्टे को हो थाहा छैन मेरो प्यारो दर्शकबिनहरू दिदीको टिकटक आइडीबाट मेरो केही 2-4 शब्द गुनासो छ मैले बाचा भन्ने सिरियल डाइरेक्सन गरेको छु हाम्रो दिदीलाई खेलाएर हजुरहरूले हेरिदिनु होला वरिष्ठ रामचन्द्र बा हुनुहुन्छ
सबैजना वरिष्ठ कलाकार हुनुहुन्छ, विनोद श्रेष्ठ हुनुहुन्छ, शीतल केसी सर हुनुहुन्छ, पछाडि क्यामेराम्यान सर हुनुहुन्छ। हाम्रो बाचा भन्ने टेलिसिरियल चाहिँ हाम्रो पिबी क्रिएसनमा आउँछ। सबैले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु र दिदी सकिन्ला बोलिदिनु त। दिदी हजुरको घोप्टेलाई पनि हेर भनिदिनु न। प्लिज प्लिज ल दिदीको घोप्टे भनेको मेरो उत्ताने बिनाजु हो। ल दिदीले मनबाट मन्त्र भन्नुभएको छ, हाम्रो केही हो। आज हाम्रो भ्युज धेरै राम्रो 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 जय जय होस्। हाम्रो मन्दिर सरको जय 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 होस्। हामी सबैको जय होस्। प्रोड्युसर सर सबै हाल्दिनु न। किन लाज मानिरहेछ? आइहाल्नुहोस्। इधर पानीपुरी बाँडिरहेछ, इधर आउनुहोस् न। जाने न केही फरक पर्दैन, लाइनमा बसिहाल्नुहोस्। नमस्कार 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 नमस्कार। अरू बेला त बाटाको फोटो खिचेर भिडियो खिचेर हाल्छ नि त, खै नाम्रोमा त खिच्दैन नि त कहिले। म खिच्दिनँ नि। उहाँ हुनुहुन्छ त, उहाँको फोनबाट खिचेर पठाउँदा यहाँ खिच्दैछु त। पूजा गर्न आउनु अनि तपाईँ अलिक नमस्कार दर्शकहरू, आज हाम्रो पूजा गर्ने बेला हुँदैछ। हाम्रो सिरियललाई तपाईँहरूले नहेरेको मलाई थाहा हुँदैछ। तपाईँहरूलाई मैले पाता कस्तो नपरोस्, छिटोभन्दा छिटो हेरिहाल्नु है। फेरि गाह्रो पर्ला नि तपाईँहरूलाई। यही गाउँ समाजमा बस्नु मन छ त्यस्तो होइन, उहाँले अलिक बुझ्नु हुँदैन। हाम्रो नेपालको एकदमै पुरानो भाषा प्रयोग गर्छु म चाहिँ। नमस्ते नमस्ते। सुन्दैन पुरा नाम भन्नु न फेरि। किन होला सोभित बस्ने दाइ ल्याएर खेलायो भने। सोभित के पुरा नाम? प्रोड्युसर सरको, डिरेक्टर सरको सबैको खिचौँ है। उहाँलाई मात्रै हामीलाई सबैलाई राम्री बनाइदिने नराम्री हाम्री नानी। सबैलाई राम्री बनाइदिनु भने नराम्री? ओ माई गड। के त लेटेस्ट न्युज भने जस्तो नमस्ते 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 नमस्ते। होइन ठिक छ, यो नहालिदिनु यसो आएन। ऊ मात्र चोट होइन क्या, के भन्छ कुटेको पात उसले गर्दै हुन्छ। ऊ छैन मन्जन अलिकति टाँसेर हुन्छ। मैले एकचोटि यहाँनिर मुखा चलाएको छु, यहाँनिर चाहिँ दिइहाल्नु पर्यो त्यहाँ। त्यो भएन, नक्कली बोटे। ल नमस्ते नमस्ते नमस्ते। यहाँनिर बनाइदिनु, त्यहाँनिर नमिठो हालिदिएको छु मैले। यहाँनिर अनि यो घाँटीमा नि मैले न्यागा देखिया छ क्यामेरामै होइन। मैले घाँटी त न्यागे हो। मजा आयो हजुर। के भयो भन्नुभयो? नमस्कार दर्शकबिनहरू। उहाँ खुसी हुनुहुन्छ, उहाँको हातमा आइफोन छ, उहाँ खुसी हुनुहुन्छ है। के छ यसमा हाम्रो डिरेक्टर सर केही भन्न चाहनुहुन्छ? हजुर केही दुई शब्द के को बारेमा भाइ? नाम्लोको बारेमा। आज तपाईँ नाम्लो डोको बरियो चाल्नु डालो भनेको धेरै राम्रो चिज हो, गाउँले भाषा हो। हाम्रो नाम्लोलाई सबैले हेरिदिनु होला, मन पराइदिनु होला। सबैले भन्नुभएको छ। अब यसो गर्नुहोस्, म चाहिँ के भन्छु भने राम्रो लाग्छ नि हेर्नुहोस्, राम्रो लाग्दैन पनि नहेर्नु। अब केही भन्ने अरू? सर दुई शब्द केही बोल्नुहुन्छ? नमस्ते। आज हाम्रो जय नाम्लोको सुटिङ भयो, सबैको भयो पूजा। दुई शब्द हाम्रो ल तपाईँको उहाँ यहाँ हेर्नु है। तपाईँहरू क्यामेराम्यान किन बन्नु भन्छु भनेदेखि दर्शकबिनहरू आहा लाग्छ भन्नु उहाँले मलाई देखाउनु भयो। आहा लाग्छ भन्नु मलाई उहाँले देखाउनु दिनुभयो होइन। यो चाहिँ हाम्रो धुप, हामी पूजा गर्छौँ। हामी भनेको आध्यात्मिक मान्छे हो। यहाँनिर मेकअप हुँदैछ, हामी त्यो पनि देखाउँछौँ। अहिले प्लिज
यहाँनिर हाम्रो हुँदैछ मेकअप दर्शकबिनहरू ठिक छ नाइस ट्राई गर्नु किनभने मसँग अस्ति मलाई भाइहरूले टिप्नु भएको घाउ यहाँ हुँदैछ मलाई पनि थोरै आउँछ त्यो ऊ छैन ब्लू कलरवाला छैन कि ब्लू र डार्क छैन डार्क त्यही नभएर त यहाँ त नि मैले कलर प्याडै ल्याएन क्या त्यही भएर त झन् गर्न गरिहाल्थेन बिग मिस्टेक गर्नुभयो मलाई थाहा थिएन नि त खुट्टा खा भने त्यो मरेको साँच्ची अनि सुविधा जस्तो हालत भनेर डर लाग्छ मलाई अब यहाँ खिच्दैन उठ्नु म्याम उठेर आउनुहोस् उठेर आएर ठाउँमा बस्नु तानेर बसौँ है बसौँ 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 बसाउनु ल जाऊ टुमा जाऊ सूर्यको विश्वास के थियो अरे मलाई विश्वास गर्नु छैन गर्नु सबैभन्दा ठुलो कुरा भनेको विश्वास हो मलाई थाहा छ हजुरले मलाई पुरा विश्वास गर्नुहुन्छ र मैले पनि हजुरलाई विश्वास गरेकी छु हजुरकी सीताले हजुरलाई कहिले पनि धोका दिने छैन हजुरको विश्वासलाई म कहिले पनि तोड्ने छैन मानव म के रहरले विदेश जान लागेकी हो र तपाईँ आफै भन्नुहोस् त मैले त हाम्रो बाध्यता अनि परिस्थितिलाई बुझेर जान लागेकी हो भोलिको भविष्य राम्रो होस् भनेर जान लागेकी हो अनि म भोलि हजुरलाई कसरी छोडेर जान सक्छु दुनियाँका कुरा नसुन्नुहोस् दुनियाँले त जे पनि भन्छ त्यही भएर म धेरै पैसा कमाएर आउँछु अनि हामी खुसी खुसीका साथ रमाएर जिन्दगी बिताउनु पर्छ हाम्रो मायाको कसम मलाई विश्वास गर्नुहोस् मानव तपाईँ कि सीतालाई विश्वास गर्नुहोस् कुनै पनि मान्छे रहरले विदेश दिँदैन म मात्र विदेश जान लागेको पनि त होइन म जस्तो बाध्यताले गर्दाखेरि कति महिलाहरू विदेश गएका छन् मन्दिप सर माया देखाउनु बिस्तार हात समाइदिनुहोस् हातमा हो भन्नुहोस् त पुलुक मन्दिप सर यता हेरिदिनु त किचन साइडको सिधा हेरिदिनुहोस् सोच्नुहोस् तपाईँ केही सोच्नुहोस् तिमी त्यत्तिकै टाउको राखिराख कट भएन सर अब काटु अनि ढिला भयो नि त सरी खै त अनि ढिला भयो नि त सरी कान्छा रोड तिमीले ढिलो गर्दा चाहिँ मैले ढिलो गर्दा चाहिँ तिमी रिसाउनु अनि तिमीले ढिलो गर्दा चाहिँ म रिसाउनु नहुने जब बडाले हुँदो रहेछ हामी गयो है त बाबु तपाईँहरू मेरो घरसम्म आउनु भएको छ चिया पनि नपिकन जानुहुन्छ ल मिठो चिया बनाउनु है त हजुर नमस्कार नमस्ते सन्चै हुनुहुन्छ सन्चै छु बडाले हुँदो रहेछ गयो होला हामी अहिले बाबु तपाईँहरू मेरो घरसम्म आउनु भएको छ चिया त पिएर जानुहोस् बस्नुहोस् न म चिया बनाउँछु चिया खाने बस्नु न बस्नु ल ल हजुर ल मिठो चिया बनाएर ल्याउँछ है त हुन्छ हुन्छ ल भाउजूले त बडाले छोडेर गयो
म बढाल्दिनँ पर्यो के हो त नि मैले बढाल्दा के हुन्छ त त्यहाँ बढालिदिउँ त यति त यो सबै धुलो नराख्दै के यति बढालिदिउँ कि यति बढाल्दा के हुन्छ त नि ल सफा गरिदिउँ त्यति हो यति गर्दा सानो हुन्छ र मान्छे सबैले भाउजू अदुवा पनि कुटेर हाल्नुहोस् है मिठो चिया खाऊँ न त नि के भयो आयो बिस्तारै गर भएन नि माथिबाट दाइ ए दाइ भाउजू हो हो ए वकिल साहब भनेपछि आज पनि बाबुआमाले छोरो घरमा छैन म सोधे कान्छीको नाममा नामसारी गर्नु पर्यो भनेर बोलाउनु भएको होला होइन भयो मैले तपाईँलाई कतिपल्ट भनिसकेँ मेरो घरको मामलामा दखल नदिनु भनेर तपाईँलाई भनेको लाग्दैन वकिल दाइ के भयो कट ल उहाँको केही होइन प्रेम जे भए पनि तिम्रो खाँचो छैन अनि ए समिता तँ अझै हिँड्दैछस् उहाँलाई तामाको छ समिता होइन गएकै छैन तपाईँ जहाँ किन गयो कि तिमी यता किन डराएको तिमी तिमीलाई जन्म दिने तिम्रो आमासँग त म डराएको छैन भने यो चाहिँ किन डराउनु हेर प्रेम झगडा गर्ने कुरा नगर तिमीलाई मैले हेर प्रेम झगडा गर्ने कुरा नगर समिता मेरो गाउँको चेली हो मलाई माया लाग्छ यसरी घुमाएर डुलाएर हिँड्नुभन्दा झ्याइझै बाजा बजाएर बिहे गर कसरी रोक्या छ र तिमीलाई बोलाउनु भयो भएर आएको प्रेम तिमीहरू यो बिचमा नपर जाऊ त प्रेम भाइ यहाँ दाजु भाउजूले बोलाउनु भएको थियो र म आएको तिमीहरू यो बिचमा नपर तिमीहरू जाऊ एकछिन सुन प्रेम झगडा गर्ने कुरा नगर समिता मेरो गाउँको चेलीबेटी मेरो गाउँको केटी हो समिता मेरो गाउँको चेलीबेटी हो यसरी घुमाएर नहिँड सक्छौ भने झ्याइझै बाजा बजाएर बिहे गर न कसरी रोक्या छ तिमीलाई झ्याइझै बाजा बजा भयो हो बाजा झ्याइझै बाजा बजाएर बिहे गर्ने हो कि कसरी बिहे गर्ने हो त्यो तिमीलाई भन्दा बढी राम्रो मलाई थाहा छ बार एकछिन ट्यान्डुङ नगर्नु पर्यो बन्द गरिदेऊ खेलाउला लिम रोलिङ एक्सन झ्याइझै बाजा बजाएर बिहे गर्ने हो कि कसरी बिहे गर्ने त्यो तिमीलाई भन्दा बढी के भयो त्यो तिमीलाई भन्दा बढी राम्रोसँग मलाई थाहा छ ल बढी राम्रोसँग मलाई थाहा छ मलाई बढी सिकाइरहनु पर्दैन हाम्रा पनि केही आन्तरिक कुराहरू छन् ती आन्तरिक समस्याहरू छन् ती समस्याहरू समाधान गरिसकेपछि हामी बिहे नै गर्छौँ ल अहिले म बिहे गर्छु के तिमीले कन्यादान दिन्छौ त्यही भएर तिमीहरू दुईजना भेट हुनु हुँदैन के भेट भयो कि जुटिहाल्छौ जाउँ बाउ आमा छिमेकी भन्दा अहिले तँलाई ऊ प्यारो छ भोलि केही कारणले धोका भयो भने मेरो वचन गला लाग्ला तँलाई अहिले जा भयो धेरै जान्ने भएर नभयो उसलाई म झ्याइझै बाजा बजाएर लान्छु र तँलाई कि तिमीलाई धेरै जान्ने भएर नभयो उसलाई म झ्याइझै बाजा बजाएर लान्छु र तिमीलाई घोडा धोएर पानी खाने बनाउने पानी ल भयो धेरै जान्ने भएर नभयो भयो
मैं उता जानु डाइलेक्ट आएछ डाइलेक्ट आयो ल अब काटु अनि ढिला भयो नि त सरी खै त भने अनि ढिला भयो नि त सरी कानसँग रोटाउँदा तिमीले ढिलो गर्दा चाहिँ मैले ढिलो गर्दा चाहिँ तिमीले सुन्नु अनि तिमीले ढिलो गर्दा चाहिँ मैले सुन्नु नहुने जब ल एकछिन त भयो ल अब बडाले सफा त भयो नि फुरफुर घर नगएर कस्तो कुरा गरेको तिमीले चियाहार जानु भनेर हजुर भनेपछि चिया पनि खानु पऱ्यो होइन चियाको लोभले अर्का घरको फोहोर पनि बढाउने हे भगवान् यति बडाल्दा के भयो के यति बडाल्दा चाहिँ के भयो ल अब बडाले सफा भयो नि भएन फुरफुर घर नगएर चिया खानु कस्तो रिसाएको अनि भाउजूले चिया खाएर जाऊ भनेपछि के भयो त एक कप चिया खाएर गएँ त त्यही त चियाको लोभले अर्का घरको फोहोर पनि बढाउने पर्ने ल यति बडाल्दा चाहिँ के भएको छ सानोसित बोल्नु सुन्छ यति बडाल्दा के सानो भयो त चुप लाग्नुहोस् न अच्छा अनि चिया पनि चुप लाएर खानु अब मुख नखोल्नु कति बोल्यो कति बोल्यो ए भाउजू ए सबै बढालिसकेछौ त समिता हजुर अब चिया के फ्रीमा खानु भनेर तपाईँको देवरले बढाइदिनु भएको सबै ए अब बाबुसँग बिहा गरेपछि तिमीले त धेरै सुख पाउने भयो सबै काम बाबुले गर्नुहुँदो रहेछ सुख पाउँछ नि भाउजू अब यो पिँढीमा त बढाल्ने हो र भने म त उस्तै परेँ आँगन त झाडु लगाइदिन्छु अब घरमा लिपपोत गर्ने मै हुँ होइन त होला तपाईँको घरको मलाई के थाहा हुन्छ अनि दाइ हुनुहुन्न दाइ बाहिर जानुभएको छ तिमीले बिहा गरेपछि त धेरै सुख पाउँछौ यति धेरै काम गर्ने बाबुको आउँछ अब बिहे गरेपछि नै थाहा होला भन्नु यति धेरै माया पनि गर्नुहुन्छ अनि सँगसँगै लिएर हुन्छ पनि कहिले छुटेकै देख्दिनँ चिया चाहिँ मिठो बनाउनु भएछ अदुवा हालेको नि डाक्टर साहब कता हो भाइ जान्छु त बस्नु न हजुर हुन्छ जे होस् हामी समिताले चाहिँ सुख पाउने भयो यति धेरै माया गर्ने देवर बाबु पाएकी छिन् सुख त पाइहाल्छ नि भाउजू त्यही सुख दिन्छु भनेर बाचा खाएर त लिएर आएको छु बस्नु न हजुर हुन्छ जे होस् हाम्रो समिताले चाहिँ धेरै सुख पाउने भयो यति धेरै माया गर्ने प्रेम बाबु हुनुहुन्छ अब सुख त पाइहाल्छ नि भाउजू त्यही सुख दिन्छु भनेर त बाचा गरेको छु अनि होइन बिहे भोज खुवाउने तयारी पनि गर्नु पर्यो नि बाचा गरेर मात्रै भएन नि त बिहे भोज खुवाउने तयारी पनि गर्नु पर्यो ल अब समय पनि आउनु पर्यो नि भाउजू ती हेर्नु न अब भेट्न त समय मिलाइरहनु परेको छ अब भोज खुवाउने त कहिले हो कहिले अब र पनि कोसिस जारी छ हाम्रो अब पनि समय मिलेको छैन भनेर हुन्छ बाबु समय त आफूले मिलाउने हो नि अहिलेसम्म लुकीछिपी भेटेका छौँ अब समय कहिले मिल्यो आफूले चाहेर पनि नहुने रहेछ अब चाहेर त हुन्छ नि अब तिमीले चाहेर त हुन्छ नि अब तिमीले तिम्रो आमा छोड्न सक्दैनौ अब मैले त भनेको होइन म त उहिलेदेखि तयारी छु तिमी मान्ने होइन अहिले जाउँ हिँड न ल जाने हो ल मन्दिर हिँड ल अहिले सिन्दुर हालिदिन्छु सिन्दुर हालिदिन्छु जान्छौ अब तिमी आमा छोडेर आउनु सरी सिन्दुर हालिदिन्छु जान्छौ अब तिमी चाहिँ आमा छोडेर आउनु नसक्ने अनि म चाहिँ के तिम्रो घर गएर घर चाहिँ भएर बस्न सक्छु त कस्तो कुरा गर्छु कति नै मैले बिहे गरेँ नभने जस्तो कुरा गर्छु कति तिमीले भन्ने बित्तिकै आफ्नो आमा बुवालाई रुवाएर हिँड्छु होला नि म
पहिला आफ्नो आमा बुवालाई खुसी बनाउने अनि मात्र बिहे गर्ने। अनि के त्यसो भन्दा जिन्दगीभर त्यही बसिरहनु त आमा बाउसँगै? छोरी मान्छे भएपछि अर्का घर जानु पर्दैन? अनि तिमीले भन्यो भने म अहिले बिहे गर्न जानुपर्छ त म? अब अहिले त कहाँ भन्ने त नरिसाउ नि त। अब गएर त आमासँग कुरा गरौँला नि। नरिसाउ कि चिया हो अदुवा हालेर बनाउनु भएको छ भाउजूले। मिठो छ। तपाईँहरूलाई चिया खान बोलाएर त मैले गल्ती गरेँ कि क्या हो? तपाईँहरूलाई चिया खान बोलाएर मैले ठुलो गल्ती गरेँ कि क्या हो? झगडा पो गर्न लाग्नुभयो। होइन नि भाउजू किन चिन्ता गर्नु लाग्यो? यताबाट हामी होइन नि भाउजू हामी त यस्तै हौ। हेर्नुहोस् भाउजू जहाँ झगडा हुन्छ जहाँ भनाभन हुन्छ जहाँ भुत्लाबुत्ली हुन्छ नि त्यहाँ चाहिँ माया गाडा हुन्छ के। नभए त्यहाँ तपाईँ पनि ट्राई गर्नुहोस् त। भरे ताइसँग झगडा गरेर हेर्नुहोस् त। अब टाइटमा काट्दिउँ। त्यहाँ झन् धेरै माया हुन्छ। नभए त्यहाँ तपाईँ ट्राई गर्नुहोस् त। भरे ताइ अब झगडा गरेर हेर्नु त। के नचाहिने कुरा सिकाइर भने होइन होइन भाउजू। टाइट सन्चै हुनुहुन्छ? बडाल्दै हुनु रहेछ। हामी गयो है त। बाबु तपाईँहरू मेरो घरसम्म आउनु भएको छ। चिया पनि नपिकन जानुहुन्छ? चिया ल ल मिठो चिया बनाउनु है त भाउजू। नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु। बडाल्दै हुनु रहेछ। गयो होला हामी अहिले। बाबु तपाईँहरू मेरो घरसम्म आउनु भएको छ। चिया त पिएर जानुहोस्। बस्नुहोस् न म चिया बनाउँछु। चिया खाने? बस्नु न बस्नु। ल ल भाउजू ल मिठो चिया बनाएर ल्याउँछ है त। हुन्छ हुन्छ। ल भाउजूले त बडाल्नै छोडेर गयो। म बडाल्दिनँ पर्यो। के गरे के हो त नि? मैले बडाल्दा के हुन्छ त त्यहाँ? बडालिदिउँ त यति त। यो सबै धुलै नराख्दिउँ कि यति बडालिदिउँ कि यति बडाल्दा के हुन्छ त नि? ल सफा गरिदिउँ त्यति। हो यति गर्दा सानो हुन्छ र मान्छे। सबसे भाउजू अदुवा पनि कुटेर हाल्नुहोस् है। मिठो चिया खाऊँ न त नि के भयो? आयो बिस्तारै गर। कट पाएछ हेर भाइ उसले मेरै आँखा अगाडि मेरो बहिनीको खास समझ्ने हिम्मत तिमीले कसरी राख्यौ? राम्रोसँग बुझ। अझै तिम्रो त्यति हौसियत भइसकेको छैन। बुझ्यौ? पाउँछ इसारा गर्नुपर्ने नि होइन। कोर्ट म्यारिज गर्छु भनेर आकी होस्। लोग्ने त बनाइसकेको होइनस् नि। के सोधिरहेको गर्छलाई? आइ छुट। कति ल अब टुङ्ग्याइदिनु भाइ सरी यार के भन्यो भन्नुभयो? भाइ हामी बिचमा जहिले पनि यो प्रवासी तगारो भएर आइरहेको छ। यसो कुरा नसुन्नु होला। यसलाई म ठिक पार्छु। तर तपाईँले चाहिँ हामी दुईजनाको कोर्ट म्यारेज चाहिँ गरिदिनै पर्छ। अहिले जान्छु दाइ। कस्तो चाहिँ बाचा गरेछु मैले बाउसँग वकिल बन्छु भनेर। आफ्नै गाउँको चेलीबेटीको कोर्ट म्यारिज ठिक छ त टाइट काटौँ। आफ्नै गाउँको चेलीको होइन सुरुदेखि कस्तो बाचा गरेछु मैले बाउसँग वकिल बन्छु भनेर। आफ्नै गाउँको चेलीको कोर्ट म्यारेज गरिदिउँ भनेको बिचमा फ्याट्ट यो प्रवासी आएर बर्बादै गरिदियो। एकदमै खुसी लागेको छ बाचा सिरियलमा हामी यसरी जोडिन पाउँदाखेरि।
जहिले मेरो बाको क्यारेक्टरमा मात्रै हुनुहुन्थ्यो आज भन्दै मन लाग्यो हेर्नु बा त मेरो श्रीमान हो कान्छी श्रीमती बाले यति ब्युटिफुल कान्छी श्रीमती पाउनु भएको छ बाको मन कस्तो भएको छ हामीलाई यो श्रीमती र श्रीमानको जोडी मिलाइदिने थ्याङ्क यू एउटा कुरा मैले ओभरल्याप गरेँ हुन्न भन्नु होला म चाहिँ छोरो हो बुवाले आफ्नो ठाउँमा छ अब यति राम्रो श्रीमती मिलाउनु भएको छ अर्को एपिसोडबाट बुवा फ्रीमा आउने कुरो सुनिसकेँ मैले हो बा फेरि एकचोटि सबै नाट्य छोरीले गर्नुहुन्छ होइन के भयो त्यस्तो जेठी श्रीमती नराम्रो कलाकार तथा पत्रकार कार्तिक थपलिया हजुरहरू आज गोलढुङ्गाको प्राङ्गणमा हुनुहुन्छ र यहाँनिर हामी सुटिङ स्पोटमा छौँ र अहिले त्यसै गरी देख्न सक्नुहुन्छ आज पानी परे पश्चात हाम्रो नेपाल धेरै नै सुन्दर भएको छ योभन्दा केही सप्ताहदेखि हप्ता अगाडि हाम्रो काठमाडौँ चाहिँ के थियो भने पुरै नै पोल्युसनले खाइसकेको थियो पोल्युसनले पुरै नै भुटेकै थियो है अब कस्तो भन्दाखेरि तपाईँलाई मिलाएर भन्नुपर्दा नेपाल टप 1मा पऱ्यो 1.5 हप्ता जति त्यस पश्चात अब मलाई पनि राम्रो लागेन नि त यो कुरा मैले सिधै इन्द्रलाई राखेँ होइन अब इन्द्रले नि यसबारे केही सोच्नु भएछ त्यस पश्चात अब उहाँले फिलहालै पानी वर्षा गर्नुभयो योभन्दा 1-2 दिन अगाडि त्यसपछि हाम्रो नेपाल सिधै त्यहाँबाट घटेर 13औं नम्बरमा आइपुग्यो यो भने नि हाम्रो लागि एकदमै ज्यादै गर्व र खुसीको कुरा थियो त्यस पश्चात फेरि मैले एकचोटि इन्द्रलाई चाहिँ नि केरकार गरेँ है ठ्याक्क अगाडि ल्याएर है ल है सर यस्तो भएन भनेर भने त्यसपछि उहाँले फेरि एकचोटि चाहिँ नि पानी आज वर्षाउनु भयो त्यसपछि देख्न सक्नुहुन्छ उता रानीगञ्ज र मेरो बिचमा एउटा पनि धुलोको कण छैन यसमा म एकदमै होइन कहाँ लेखेर राख्ने हो कि कहाँ पोस्टर गर्ने हो भनेर भन्नुहुन्थ्यो एकजनाले त्यही हो होइन लाइक अहिले यति क्लिन इन्भाइरोमेन्ट भइसक्यो जे हो नि तपाईँहरू खुसी हुनु होला हाम्रो दृश्य हेर्न सक्नुहुन्छ र त्यसै गरी आज हाम्रो नाम्लो सुटिङ सम्बन्धी केही भन्नु छ यता घुमाउनुहोस् त क्यामेरा छ हजुर आज हाम्रो नाम्लोको सुटिङ हुँदैछ आज चाहिँ विशेष गरी आजको विशेषता के छ भने आज चाहिँ मैले रोल पाउँदैछु मैले रोल पाउनु भनेको मलाई लाग्छ कुनै पनि सिरियल एकदम माथि जानु हो मैले रोल पाएपछि तपाईँको एकदमै है अब त्यो सिरियलको भविष्य छ होइन तपाईँ नभए त यो हाम्रो सिरियल जगत त शून्य हुन्छ तेरि शून्य रे भाषिन्छ सिरियल जगतै रहँदैन म रहेन भने है त्यसैले हामीले यो कुरा बुझौँ मजाकमा नलिउँ उहाँहरूको बारेमा केही भन्नु नि उहाँहरू भने यस्तो हो उहाँहरू भने सबैजना म पछिका हुने टापन टपिङ म पछिका हुने जति पनि छन् म पछिका हुन् तर मेहनत गर्छन् है भाइ बहिनीहरूले है उहाँहरूले मेहनत गर्नुहुन्छ म उहाँको मेहनत देखेर खुसी छु तर जति मैले गरेको छु त्यति चाहिँ अझै पुगेको छुइनँ है गर्नुहोस् अझै गर्नुहोस् अर्को बहिनी यहाँ हुनुहुँदो रहेछ उहाँ त के भन्नु उहाँ त होइन अब उहाँको त एक्टिङै छैन उहाँलाई त भन्ने म के भन्नै चाहन्न उहाँ त धेरै नै जुनियर हुनुहुन्छ मेरो अगाडि ठिक छ जे भयो नि मेहनत गर्नु होला मेहनत गर्नु नछोड्नु होला आज हेर्नु मेरा भाइ बहिनी मेरा पछिका जुनियरहरू अहिले यति अगाडि आइसके तपाईँहरू पनि म मात्रै अगाडि जानुहुन्छ होइन ठिक छ तिमी चाहिँ किन चिप्लिन्छ भनेर नगएको होइन म यस्तो अहिले म फेममा आउन चाहदिनँ है अहिले म फेममा आउन नचाहनुको कारण चाहिँ धेरै रहेको छ यस्तो हो मैले कुनै ताका सिरियल जगतमा तपाईँको मेरो नाम पनि हाल्नु पर्दैन थियो मेरो अगाडिको अक्षर हालेपछि तपाईँको सिरियल कहाँ पुर्याउने होइन त्यहाँ पुग्थ्यो होइन अब मिलियन चाहिने हो कि बिलियन चाहिने हो त्यहाँ पुग्थ्यो ठिक छ अहिले जे पनि तपाईँहरू खुसी हुनु होला हामी जे बनाइरहेको छौँ राम्रै बनाइरहेको छौँ हेर्दै गर्नु होला अब मेरो इन्ट्री भयो यो सिरियलमा अब यो सिरियलको चाहिँ यतापट्टि अर्को दिदी हुनुहुन्छ उनको बारेमा उहाँ पनि केही भन्दिनँ उहाँ उलिया हेरिहाल्नु हो यही हो मान्छे अनुहार त्यही हो के भन्ने म राम्री नै छु त्यो उहाँको भ्रम हो है अब के गर्नु चारपाथी मेकअप पछि चल्ने यस्तो भ्रम आउँछ साथीभाइहरू ल धन्यवाद मनमा नलिनु होला ल अलिक के फिक्स खिच यहाँ त फिक्स खिच नि बुढा मासु मात्र भएन त्यो यतापट्टि सुमित बस्नेलाई देखाउँछु यो डाँडेको बरु अब जुलुक्क मात्र हो क्या अब माया नै गरेर के गर्नु मुना भाउजू इन्डियाको बोर्डर काटिसकि चाहिँ सबै सुविस्ता पुगेर नि किन हिँडेकी हो सुविस्ता तपाईँको बुढी सबै सुविस्ता पुगेर पनि सुविधा हामी त घर धानेरै बसेका छौँ बाबु
तपाईँको बुढी त सबै सुविधा पुगेर पनि किन छोडेर हिँड्ने कि हो? आफू विदेश गए नि बुढी हिँड्दा रहेछन्, बुढीलाई विदेश पठाए नि बुढी उठेबाट हिँड्दा रहेछन्। के गर्ने मुना भाउजू? भएको बाबु छोरा मान्छेहरू पनि हुँदैन, उसलाई हिँड्नै लेखेको रहेछ, छाडिदिनुहोस्। धन्न आफ्नो ज्यान मैले फाले छैन भाउजू। हेर्नुहोस् त त्यो सचिवले बुढी हिँडेर ज्यानै फाल्यो। यो खिचिदिनु न सर। पछाडिबाट के उच्च सविता खड्का हो भनेर नहाल्नु है सर। नमस्कार कान्छाबा नहीं बसल ए हो पन्तेलाई के भन्ने चाडा भन्ने चाचा भन्ने के भन्ने क्यामेराम्यानलाई त मैले लडेका नाम पिट्नै भाइ खुट्टा फटाएको छु नखिचिदिनु आयो भनेको होइन। यहाँ मुनिबाट चाहिँ ट्रेनै छिर्ने फटेको देखेँ गरी के उठोड खिचेर पनि रमाइलो हुन्छ नि सर। त्यसै हालिदिनु हामी त देखिँदैनौँ नि। अब मैले पनि उसलाई बिर्सनु भन्दा केही उपाय गर्ने। क्या है बिचरा शोभित बाबु बिचरा शोभित बाबुको बुढीले इन्डियाको बोर्डरै काटी छिन्। अनि के 10 ठाउँमा सुनाउँदै हिँड्नु नि। अनि तिमीहरूले पनि हेर दुःख मात्रै पायो। त्यो सचिव आत्महत्या गरेर गरिहालेछ। तिमीहरूले पनि दुःख मात्रै पायो है। बिचरा सचिवले ज्यानै फालेछन्। ल एडिट गरौँ। मैले के भन्नु अब काकी पनि के कुरा गरे होला। सचिवले त्यत्रो खर्च गरेर पठाएको बुढी अन्त पहिला गएपछि मर्दैन नि त। के मलाई सुनाइराख्नु भयो? जसको बुढी पहिला गएको उसैलाई भन्नु नि त। मलाई पो फर्की भन्नु तपाईँकै बुढी पुस्नु सक्यो। अब काकी पनि सचिवले त्यत्रो खर्च गरेर पठाएको अस्ट्रेलिया अब बुढी अन्त गएपछि मर्दैन नि त। मलाई फर्की चाहिँ के भनिरहेको? जसको बुढी पहिला गएको उसैलाई गएर भन्नु नि। कति नै उसकै बुढी पहिला हिँड्यो। अब म के मरेको मान्छेलाई सुनाउनु गएर सविता हेर मनोज भाइ, मनोज होइन मानव हेर मानव भाइ, हिँड्नेका हिँडे तिम्रो चाहिँ झरा हाल्नु है, मिलेर बस्नुपर्छ। नजाने मान्छेहरू पनि यहाँ घरबार कि घर व्यवहार। शोभित बाबुले भने कुरा पनि ठिक हो मानव। विदेश नजाने मान्छेहरू पनि खै नेपालमा घर व्यवहार गरेर खाएकै छन्। बरु तिमीहरू पनि नजाऊ विदेश। अनि अठोट लिइसकेँ मैले। जसले मेरो मन अठोट बनाइसकेँ, मेरो मन दह्रो बनाइसकेँ। मलाई कसैले केही भने मलाई नजा भने मेरो मन फर्किनेवाला छैन। म विदेश जानु चाहिँ जाने भन्न सजिलो छ काकी। घर व्यवहार टार्न धेरै नै गाह्रो छ। कोही पनि अब मैले विदेश जाने अठोट लिइसकेँ, मन पनि दह्रो बनाइसकेँ। अब म विदेश जान्छु भनेपछि जान्छु। बुझाएको छु त मैले। आजकल हरेक कुरामा जिद्दी गरेको छु। जिरी नरे के हाल्नु त? टार्नु परेन, पैसा पुर्याउनु परेन, बुवालाई औषधि उपचार गर्नु परेन, भोलि छोराछोरीले के खान दिने, के लाउन दिने? यो कुरामा रिसाएको छ। अर्काले भनेको भन्दैमा भड्किया छ। रात रहे अग्रात पलाउँछ। अब 2-4 दिन सब्जी रात रहे अग्रात पलाउँछ। अब केही दिन सचिव हुँदैन, अब नयाँ सचिव आउँछ, त्यही बेला सोच। तपाईँले हाम्रो घरमा टार्दिनु भएको छ। बेकारमा मेरो बुढालाई उचालेर त्यत्तिकै रिसाउनु भयो। कसैले केही गरी खान्छ भन्दा त गरी खान दिनु नि।
गाउँभरिका मान्छे भेला गर कुरा काट्यो बरु आफ्नो काम गर्नुहोस् क्या राम्रो हुन्छ लाउ दुईजना आऊ रियाक्सनमा त्यो ठुलो देशमा गएको मान्छे किन पहिले जानु पर्यो चुप्प लाएर बसेर हुँदैन थियो यस्तो के भाउजू ऊ उता हिँडी यता सचिवले ज्यान फाल्यो यो कुरो सिद्धि हो अब छोडिदिनुहोस् बरु अरू केही काम छ भने भन्नुहोस् अब कस्तो कुरा गरे बाबु अब सचिव भनेको त मरेर गइहाल्यो अब सचिव मरेपछि त त्यसको ठाउँमा अर्को मान्छे चाहिन्छ होला है कुरा गरे बाबु अब कामै काम छ नि अब त्यो सचिव मरेपछि त्यसको ठाउँमा त अर्को मान्छे चाहिन्छ होला नि होइन त गर्नुभएको भाउजू अध्यक्ष मरे अध्यक्षको ठाउँमा चाहिन्छ सचिव मरे सचिवको ठाउँमा चाहिन्छ मन्त्री मरे मन्त्रीको ठाउँमा चाहिन्छ अझ मन्त्री के प्रधानमन्त्री मरे पनि त्यसको ठाउँमा अर्को मान्छे चाहिन्छ भाउजू तर तपाईँले यो सब कुरा किन यसरी चासो देखाएर सोधिरहनु भएको छ मलाई लौ न कस्तो बेलामा सोधेछु नि बाबु तिमीलाई मैले अब छोरो भनेको विदेश कमाउन गइहाल्यो अब म भनेको हेर न चारपट्टि भ्याइ नभ्याइसकेँ मलाई अब काम नलाग्ने ल बरालेर हिँड्नु भनेको त्यो झिल्के मात्रै हो लौ न यसो मिलाएर त्यो सचिवको ठाउँमा चाहिँ झिल्केर राखिदिनु पर्यो बाबु गाउँ बसेपछि मात्र लुटेर आउँछ हे भगवान् गाउँ बसिया छैन लुटेर आयो भने जस्तो अब त्यो सचिव जस्तो पदमा कहाँ झिल्के दाइलाई सरी तपाईँ जस्तो हे भगवान् गाउँ बसिया छैन लुटेर आयो भने जस्तो हुन त तपाईँ जस्तो अनपढलाई हामी पढे लेखाले बुझाउन नसक्नु नि धिक्कार छ हामीलाई अब त्यो सचिव जस्तो पदमा कहाँ झिल्के दाइलाई हाल्न मिल्छ त भाउजू बरु तपाईँले छोरो किल्नरमा काम गर्छ नि त्यो किल्नर भनेको के हो पहिला त्यो बुझ्नु त्यसै झिल्के दाइलाई सचिव पदमा हाल्छु भनेर दिमागमा ल्याउने यो काम नगर्नुहोस् यो कुरो मनबाट निकालिदिनुहोस् भाउजू तपाईँले बुझ्नु हो नि मिल्दैन पो त्यो नाम्लेको बुढाबुढी छ नि तिमीलाई झोला बोकेर गएको देखेको थियो कतै तिमीलाई दिएको त होइन नि सचिवको पदमा मेरो बुढालाई मिल्दैन भने नि तिमीलाई पनि दिने होइन त्यसो केही थाहा पाएँ भने फेरि जानिराख्नु सचिवको जाहिर खान गएका हुन्छ भाउजू विदेश जानु पर्यो अरे के त्यही भएर सिफारिस सचिवका गार्जेन पासपोर्ट बनाउनलाई यता सचिवको हालत त्यस्तो ल भाउजू यी कुराहरू जति गरे नि यस्तै हुने है अब तपाईँ चाहिँ मैले भनेको थिएँ नि त्यो किल्नर भन्ने कुरा नै बुझ्नु दायाँ काहीँ मन नडोल्नुहोस् है त म लागिहाल्छु है त हे भगवान् अब यो झिल्केलाई चाहिँ म कहाँ लगेर जाहिर लाग्ने होला है सधैँभरि यसरी घरमा राखेर चाहिँ सक्दिनँ कि चिक्क लागेर आइसक्यो भने मलाई त जानु हे भगवान् के गर्नु होला मेरो मोबाइल लिएर गइदिनुले सुन त्यहाँ बाटोमा आउँदै थिएँ यहाँ जानुहोस् अब सेम मिस भेट भयो जाड किन खाएको ए अब बाटोमा आउँदै थिएँ मिठे दाईलाई भेट भयो जाड किन खाएको भनेर सम्झाएर ढिला भयो भन्न खोजेको होला होइन अरे कसरी थाहा भयो तिमीले अब भएको नै त्यही नै थियो तिमीले ठ्याक्कै थाहा पायो खाने मान्छेलाई सम्झाएर आयो होइन अब जाऊ जुवा खेल्ने मान्छेलाई पनि सम्झाएर आऊ तिम्रो फुर्सद जहिले हुन्छ त्यहिले भेटौँ न घरमै गएर को जाड खान्छ को जुवा खेल्छ भनेर म सम्झाउनु त गएको छुइनँ नि बाटोमा जाड खाँदै लड्यो भनेपछि त देखे नदेखे जस्तो गरेको अब मान्छेलाई पिर परेर जाँड खाएर हिँडेको होला नि
यत्रो विश्वमा कतिजना मैले भेटेको छु कति छ रमाइलो भोलि छ आउनु ल म उस बाटो पर्ला रेडी ल सबैजना हुनुहुन्छ जिन्दाबाद अब मान्छेलाई पिर परेर त जाँड खाएर हिँडेको होला त अब विश्वभरि मान्छेलाई पिर परेर त जाँड खाँदै हिँडेको होला त अब विश्वभरि कतिजना मान्छे जाँड खाएर बाटोमा लडिरहेको होला सबैलाई सम्झाएर हिँड्न भ्याउँछौ तिमी समिता समिता नरिसाउनु समिता अगाडि बढ इन 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 पेल्नु त पेल्नु ल यहाँबाट आउँछ हेर्नु देख्नुभयो छक्क पर्नुभयो के हो रुइरहेछ कटिङ वाला आउँछ ल आउनुहोस् म्याम आत्तु हालिदिनु आत्तु रुनु गङ्गा के भयो तिमीलाई तिमी त पानी लिनु गएको थियो आँखाभरि आँसु लिएर आएछौ के भयो भन न पहिला केही गर्नु ए तातो रिस गर्नुहुन्छ पहिला केही गर्दिन भनेर बाचा गर्नुहोस् अनि मात्रै भन्छु म किन रोएकी भनेर किन थाहा पाउनु भएको तपाईँले त्यही गङ्गा हेर गङ्गा तिमी रुनु भनेको मेरो पनि त मन दुख्नु हो ल मेरो बाचा भयो भन न के भयो परवास पानी भर्न आएको थियो मेरो गाउँ हो म पहिला भर्छु भनेर मेरो गाग्रीले फालिदियो अब त तपाईँलाई खुल्दैन गाडी मैले भन्नुपर्छ त्यो त ठ्याक्कै बाचा मिलेर थियो प्रवास त्यो प्रवास बाउ आमा नभएको प्रवास त्यो प्रवास टुर हो भनेर त्यसलाई मैले केही पनि भनिनँ त्यसलाई मैले छोड्दै तर त्यो अलिक बढी नलायक रहेछ त्यसलाई म जानेछु ओम मङ्गलम भगवान विष्णु मङ्गलम गर्दुज मङ्गलम पुनरी काच मङ्गलाय तनु हरि देवी प्रपन्नाति हरे प्रसिद्ध माता जगतोऽखिलस्य प्रसिद्ध विश्वेश्वरी पाई विष्णु तोमेश्वरी देवी चराचरस्य दुर्गे देवी नौस्तुभ्यं सर्वकामार्थ साधिके मम सिद्धि मसिद्धि वा स्वप्ने सर्वपरस्य या देवी सर्वभूतेषु विद्यारूपेण संस्था नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु शान्तिरूपेण संस्था नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु मातृरूपेण संस्था नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु द्रव्यम रूपेण संस्था नमस्तस्यै 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 नमो नमः नटराज भगवानको जय नाटेश्वरी माताको जय शिवशंकर भोले बाबाको जय स्थानीय देवी देवताको जय सम्पूर्ण कलाकार बन्धुहरूको जय प्रोड्युसर साहबको जय डाइरेक्टर साहबको जय डाइरेक्टर साहबको झन् चर्को आवाज आयो है बा ल हजुर जानुहोस् जे आउँछ त्यही भन्ने एउटा तपाईँलाई आउँछ म भन्छु सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसमा हंसयुता विद्यादानं करोतु मे प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पञ्चमं तु जगन्माता षष्ठं वागेश्वरी तथा सप्तमं च कौमारी चाष्टं वरदायिनी नवमं बुद्धिधार्थी च दशमं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टाति द्वादशे भुवनेश्वरी द्वादशे तानि नामानि त्रिसंजं पठेर त्यसमा खिचेपछि फोटो नि खिचिन्छ है जिब्रोमा सरस्वती बस्नुहुन्छ के ल यो सरस्वती त आउँछ नि आउँदैन आउँछ है नमस्ते डाक्टर साहब खोइ हो ए डाक्टर साहब नमस्कार भएन नि माथिबाट दाइ ए दाइ आउँछु वकिल साहब भनेपछि आज पनि बाबुआमाले छोरो घरमा छैन म सोधे कान्छीको नाममा नामसारी गर्नु पर्यो भनेर बोलाउनु भएको होला होइन मैले तपाईँलाई कतिपल्ट भनिसकेँ मेरो घरको मामलामा दखल नदिनु भनेर तपाईँलाई भनेको लाग्दैन
ओकेलाई के भयो कट ल उहाँको केही होइन प्रेम जे भए पनि तिम्रो खाँचो छैन। अनि ए समिता तँ अझै हिँड्दैछस्? उहाँलाई तामाको समिता होइन गएकै छैन तपाईँ जहाँ किन गयो कि तिमी यता किन डराएको तिमी? तिमीलाई जन्म दिने तिम्रो आमासँग त म डराएको छैन भने यो चाहिँ किन डराउनु? हेर प्रेम, झगडा गर्ने कुरा नगर। तिमीलाई मैले हेर प्रेम, झगडा गर्ने कुरा नगर। समिता मेरो गाउँको चेली हो, मलाई माया लाग्छ। यसरी घुमाएर डुलाएर हिँड्नुभन्दा झ्याङझै बाजा बजाएर बिहे गर। कसरी रोक्या छ र तिमीलाई? बोलाउनु भयो भएर आएको प्रेम तिमीहरू यो बिचमा नपर जाऊ तिमी प्रेम भाइ यहाँ दाजु भाउजूले बोलाउनु भएको थियो र म आएको तिमीहरू यो बिचमा नपर तिमीहरू जाऊ एकछिन सुन प्रेम, झगडा गर्ने कुरा नगर। समिता मेरो गाउँको चेलीबेटी मेरो गाउँको केटी हो। समिता मेरो गाउँको चेलीबेटी हो। यसरी घुमाएर नहिँड। सक्छौ भने झ्याङझै बाजा बजाएर बिहे गर न। कसरी रोक्या छ तिमीलाई? झ्याङझै बाजा बजा भयो हो बाजा झ्याङझै बाजा बजाएर बिहे गर्ने हो कि कसरी बिहे गर्ने हो त्यो तिमीलाई भन्दा बढी राम्रो मलाई थाहा छ। बारे एकछिन ट्याङ्डुङ नगर्नु पर्यो। बन्द गरिदेऊ खेलाउला फिल्म रोलिङ एक्सन। झ्याङझै बाजा बजाएर बिहे गर्ने हो कि कसरी बिहे गर्ने त्यो तिमीलाई भन्दा बढी के भयो त्यो तिमीलाई भन्दा बढी राम्रोसँग मलाई थाहा छ। ल बढी राम्रोसँग मलाई थाहा छ। मलाई बढी सिकाइरहनु पर्दैन। हाम्रा पनि केही आन्तरिक कुराहरू छन्, ती आन्तरिक समस्याहरू छन्। ती समस्याहरू समाधान गरिसकेपछि हामी बिहे नै गर्छौँ। ल अहिले म बिहे गर्छु के तिमीले कन्यादान दिन्छौ? त्यही भएर तिमीहरू दुईजना भेट हुनु हुँदैन के? भेट भयो कि जुदिहाल्छौ। जाउँ। बाउ आमा छिमेकी भन्दा अहिले तँलाई ऊ प्यारो छ। भोलि केही कारणले धोका भयो भने मेरो वचन गला लाग्ला तँलाई। अहिले जा। भयो धेरै जान्ने भएर नभयो। उसलाई म झ्याङझै बाजा बजाएर लान्छु र तँलाई कि तिमीलाई धेरै जान्ने भएर नभयो। उसलाई म झ्याङझै बाजा बजाएर लान्छु र तिमीलाई घोडा धोएर पानी खाने बनाउने ल भयो धेरै जान्ने भएर नभयो।